हेलो गुड मर्निङ 안녕하세요 अनि लासो फ्यापोला अनि वेलकम टु माई युट्युब च्यानल मिस्टर मोक्तान युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ र आजको हाम्रो ब्लग चाहिँ निकै नै इन्ट्रेस्टिङ हुनेवाला छ। सो गाइज सुरुदेखि इन्डसम्म हेरिदिनु होला। सो हामी चाहिँ अहिले यहाँ सिक्दाङमा खाना खान लागेका छौँ। सो आजको खाना चाहिँ तपाईँहरूलाई म देखाउनेछु। कोरियन फुड चाहिँ हाम्रो यता साथीहरू छ। खाना चाहिँ हाम्रो ल्याउँदै हुनुहुन्छ। आज के भन्छ होटेलको सामुन्ने के भन्छ क्या हो खोइ त्यो चाहिँ थाहा भएन के हो। ल जे भन्यो भने सो गाइस खाना ल्याएपछि म आजुमा ओके छ लगेर हो कस्तो भइरहेछ रामेन। ठिक छ। अब बानी लाग्दैछ बिस्तारै बिस्तारै बानी। हिजो अस्ति भन्दा अलि राम्रै अलि स्वाद आएको जस्तो लागिरहेछ। रामेन छ रामेनको कस्तो लाग्यो साथी? नेपाली टाइपमा अलि मजा आइरह है। ठिक होला। रामेनमा मोमोसम्म मिसाएर यहाँनिर ल यस्तोहरू ल्याइदिएको छ। ल हामी खाँदैछौँ। केटा हो त मिठो मिठो हुँदैछ। भात यसरी ल्याउँछ केटाहरू। फाइनल्ली 4 दिनपछि बल्ल नेपाली टाइपको खाना खान पाइयो है। ठिक होला हो है सयो ल साथीहरू यस्तो यस्तो छ। मिठो भयो नि नभए नि अब खानै पर्यो होइन। मजा है मजा। यस्तो यस्तो छ। ल साथीले त्यहाँ रामेन बजाउँदैछ। ल यता साथीले फेरि एकदम मिठो भयो नि नभए नि खानै पर्यो त गाइजहरू के गर्नु अब यस्तै छ। ल मस्त निस्कियो है। मस्त है एकदम ढक्क टन्न हुने रहेछ त अनि यसले फिनिस है। ल एकदम सक्यो गाइजहरू। यो चाहिँ यो के भन्छ नाम चाहिँ थाहा भएन। हेर्दा लास्टै मिठो जस्तो छ। ल यो चाहिँ लोत गुलियो छ होइन। खानै सकेन केटा हो। यति चाहिँ हामीले ल नसकेको ल केटा हो। पेट भरेन होइन। ल हामीले खाएर सक्यौँ गाइजहरू। अब हामी निस्किँदैछौँ। सो ल साथीहरू हामी चाहिँ खानासाना खाएर यता उसतिर आइयो है। बुढोले हामीलाई यहाँ सामान किन्नलाई ल्याएको छ। सोझाङनिमले चाहिँ एकदम यहाँ गाडी चढाएर यहाँ सामान किन्नलाई हामी आएको छौँ है। सामानहरू किनेर यहाँ बुढाउँदैछु। लगेडा हो 1 लाखको सपिङ गरेर आइयो। 1.5 लाखको सपिङ हानेर आयो। ल केटाहरूले त बोकिरहेछ। हाम्रो सोझाङनिम चाहिँ उता सामान ल 1 लाखको यस्तो यस्तो हुँदो रहेछ। ल 1.5 लाखको सपिङ हानियो। ल 1.5 लाखको सामान गाडीमा लोड गर्यो केटाहरूले। ल अब हामी चाहिँ गाडी चढेर जाँदैछौँ। लगेडा हो हामी अर्को माडतिर जाँदैछौँ। हामीलाई सोझाङले चाहिँ कहाँ कहाँ लगिरहेछ। हामी जाँदैछौँ है सामानहरू किन्नलाई। 1.5 लाखको सपिङ हानिसक्यो केटाहरू। ठुलो मार्केट लाँदै है फेरि अझै ठुलो मार्केटमा हामी जाँदैछौँ। त्यो भन्दा चाहिँ हाम्रो सोझाङ चाहिँ यता हो लगेडाहरू है त। लगेडा हो 3 लाखको सामान किन्यो यहाँ अर्को माडमा आएर चाहिँ केटाहरूले बुढाउँदैछ। ल मासु सासु अन्डा एभ्रिथिङ 3 लाखको सामान यता। ल रमाइलो भइरहेछ केटा हो। रमाइलो भइरहेछ। ल 3 लाखको सामान केटाहरूले गुडाएर ल्याइरहेछ है। लगेडा हो आज चाहिँ सपिङ हानियो होइन। टक्क लगाएर 5 लाखको टोटलमा 5 लाख जतिको हानिसक्यो। अझै कता लान्ला हो बुढोले। केटा हो यस्तो गाडीमा चढेर चाहिँ हामी यसो सपिङ गर्न आयो। ल केटाहरू यता छ है टक्क। ल बुढो नभए बेलामा चाहिँ हल्का भिडियो हानियो होइन। यस्तै हो। ल ठिक छ। टक्क बाहिरतिर यस्तो छ। ल अब हामी चाहिँ रुमतिर जान्छौँ होला सायद केटा हो। किनेर आयो हामी 5 लाखको सपिङ हान्यो केटा हो। 5 लाखको
हामी चाहिँ सामान किनेर फर्किँदैछौँ है त गाइजहरू समुद्र चाहिँ यस्तो छ है ल दामी दामी छ गाइजहरू ल साथीहरू फोटो खिच्ने भनेको थियो हामीलाई फोटो खिच्नु चाहिँ समुद्रमा ल्यायो ल्याउनु भएको छ ल साथीहरू ल हाम्रो सोझाङनिमले फोटो खिचिदिँदै हुनुहुन्छ ल हाम्रो सोझाङनिमले ल फोटो खिच्ने भनेको थियो समुद्रमा ल्याएर बुढाले फोटो खिचिदिनु भयो ल ल समुद्र चाहिँ यस्तो छ है ल ए खमसामले दा लगेर अब दामी भयो है ल सोझाङनिमले फोटो खिचिदिनु भयो हाम्रो अनि अब जाँदैछौँ रुममा ल समुद्र चाहिँ यस्तो छ है साथीहरू टक्क हामी म्यानेजरको कार चढेर घुमिरहेछौँ है सो दामी भइरहेछ रमाइलो ल केटाहरू चाहिँ पछाडि छ लगेर हो के छ ठिक छ नि एकदम उरी सोझाङनी मानी चिन्जल हाँस्य सुम्नेरा ने ने 기분이 좋아요 소장님 오늘 많이 과속 방지턱이 있습니다. लगेर भ्लग हेरेर चाहिँ आनन्द गर्न लिने होइन फिल टक्क सो ल हामीलाई चाहिँ समुद्र छेउतिर घुमाउन ल्याउनु भएको छ सोझाङनिमले सबै यसरी बित्दैछ केटा हो दिनहरू 과속 방지턱이 있습니다. ल हामी चाहिँ कार चढेर जाँदैछौँ घुमेर ल फाइनली केटा हो 5 लाखको सपिङ हानेर आइयो ल सामान सामान यता छ केटाहरू यता छ बबाल है ल ख्याल ख्यालमा बबाल यहाँ रमाइलो भइरहेको छ केटा हो कोरियामा सही हो 5 लाखको सामान चाहिँ यति छ केटाहरू ल केटाहरू निकाल्दै गाडी छ 5 लाख सबै हामीलाई किनिदिनु भयो बुढाले सबै हामीलाई हेर्दा सामान लगेर देऊ न ल फाइनली केटा हो रुममा आइपुग्यो आज भोपाल रमाइलो भइरहेछ ल साथी कस्तो भयो त सामानहरू यत्रो कति 1 2 3 4 5 6 ल 5 लाखको सामान चाहिँ यति हो ल लिएर आइयो 5 लाख कस्तो भयो त आज अनि एकदम रमाइलो क्या भोपाल नि त रमाइलो छ एकदम कोरिया बवाल त्यति भइरहेछ है? कोरिया भनेको होइन रहेछ कोरिया एकदम रमाइलो रहेछ नि त नि सयो सयो तर सबैले यस्तो नहुनु पनि सकिन्छ केटा हो ल हामीलाई चाहिँ दामी भोपाल रमाइलो भइरहेछ रुममा आइपुग्यो ल अब सिधै नेक्स्ट भ्लगमा भेटौँला गाइजहरू ल सी यू बाई बाई बुम